guys, welcome back to my channel after a long time. And as you know, I'm not that consistent, but I try to update you with exclusive things, and I have something exclusive, that is NMB band, Nepal Malta band, unplugged version, raw and uncut, unedited. So let's see what they have to offer. NMB band is the former band in Malta. Nepalese young guys, they have formed a band, and they have been doing this since long time. Let's see what they have today, and let me welcome them first. So please watch till the end. If you are new to the channel, don't forget to like, share and subscribe. So let's get started. First of all, welcome guys. Thank you. Okay, so let's start your introduction. Let's start with from my left side. मेरो नाम चाहिँ नमस्ते, फर्स्ट अफ अल नमस्ते एन्ड गुड इभिनिङ। मेरो नाम चाहिँ सुभाष मगर हो। म चाहिँ हालै एनएमबी ब्यान्डमा रिदम गिटारिस्ट प्लस भोकलिस्ट, एज अ भोकलिस्ट के भन्छ मेम्बर, एज अ मेम्बर उयो गर्दैछु हैन, ब्यान्ड मेम्बर गर्दैछु, त्यही हो। थ्याङ्क यू। हेलो, मेरो नाम चाहिँ सुदीप तामाङ, म चाहिँ एनएमबी को बेसिस। Hi, namaste. First of all, thank you, Hemadi, for inviting us. So, it's me, Safal Sunar. I'm a band called lead guitarist. Thank you. In the end, it's always come back to me. Hello and namaste, everyone. Thank you so much, Hema Tamang. हामी चाहिँ भाउजू भन्छौँ। अब कति यो रिभिल गर्न मिल्छ मिल्दैन च्यानलमा, आई थिङ्क एभ्रीवन अलरेडी नो इफ यु आर फलोइङ द हेमा तामाङ युट्युब च्यानल। अनि धन्यवाद तपाईँले हामीलाई आज चाहिँ ल यस्तो गरौँ, कन्भर्सेसन गरौँ न त भनेर एउटा प्लान भएको थियो। धेरै धेरै धन्यवाद यहाँलाई। मेरो नाम चाहिँ विजय परियार, म चाहिँ एनएमबी ब्यान्डको चाहिँ यो एनएमबी फाउन्डर। अनि हामी 2022देखि प्लान गरेको, तर 23बाट चाहिँ हामीले अफिसियल्ली स्टार्ट गरेको यो ब्यान्ड। अनि आजसम्म आइरहँदाखेरि चाहिँ हामी एज अ ब्यान्ड मेम्बरको रूपमा सफल, अनि म चाहिँ सुरुको दिनदेखि नै एउटै एनर्जीका साथ आजसम्म छौँ। अनि बिचमा अब त्यस्तै भयो, केही साथीहरू अब आफ्नो कामलाई अनि आफ्नो बेटर फ्युचरको लागि केही साथीहरू मुभ हुनुभयो। उहाँहरूलाई पनि हामी अलवेज मिस गर्नेछौँ है। उहाँहरू अब जुन ठाउँमा हुनुहुन्छ राम्रो गर्नु होला सबैजना। स्टिल हामी कन्ट्याक्टमा छौँ। उहाँहरूलाई पनि मिस गर्दै अहिले फेरि हामीसँग एकदमै वान अफ द बेस्ट बेसिस आउनुभएको छ सुदीप तामाङ है। उहाँ अब तपाईँहरूले केही हाम्रो पहिलाको सोहरूमा हेर्नुभएको छ भने देख्नु भएको छ होला। र पनि अब फेरि पनि हाम्रो धेरै तपाईँहरूलाई अब सरप्राइज आउँदैछ धेरै, हामी अब त्यो दिने नै छौँ। अनि हाम्रो भोकलिस्ट एन्ड रिदम गिटारिस्ट सुभाष मगर, अनि यहाँ तपाईँले देख्दै हुनुहुन्छ। अनि हामीसँग अझै दुईजना चाहिँ यहाँ आउन भ्याउनु भएन, हाम्रो ब्यान्ड म्यानेजर र ड्रमर आउन भ्याउनु भएन। नेक्स्ट टाइम उहाँहरूलाई पनि हामी समेट्ने कोसिस गर्नेछौँ यहाँ। होइन, भाउजूले फेरि हामीलाई बोलाउनु भयो भनेदेखि मैले अलिकति धेरै किन बोलेँ भनेदेखि चाहिँ अब किनकि अब सुरुको स्टार्टिङ कालदेखि नै अब हामी भएको भएर चाहिँ सबै कुराहरू अब फर्स्टमा चाहिँ के भन्छ त्यसलाई हाइलाइटमा जाओस् भनेर चाहिँ अहिले नै हालेको अनि बाँकी कुराहरू त हाम्रो छँदैछन्। यस, थ्याङ्क यू सो मच। एनएमबी ब्यान्डसँग चाहिँ वाइ मैले एनएमबी ब्यान्डलाई नै लिएँ भन्दाखेरि किन बोलाउनु भयो भन्दा आई हेभ बिन वर्किङ विथ देम एज यु अल नो। अनि म पहिलादेखि नै I always wanted to get them on my channel, and I also thought of bringing all the members. तर आज चाहिँ unfortunately दुईजना members still miss हुनुभयो। I think in coming days हामीले सबैजनालाई समेटेर अझ यो भन्दा भव्य रूपमा ल्याउने नै छौँ। And then band formation को कुरा त अघि उहाँले भनिसक्नुभयो। 2000 कति 23बाट चाहिँ अफिसियल्ली लन्च भयो। And then members अहिले कतिजना हुनुभयो? 6 जना विथ द ब्यान्ड म्यानेजर 6 जना। ब्यान्ड म्यानेजरले चाहिँ के कस्तो खालको रोल निर्वाह गर्नुहुन्छ? लाइक डज ही प्लेज द इन्स्ट्रुमेन्ट अर लाइक अदर? द ब्यान्ड म्यानेजरको चाहिँ स्पेसली के हुन्छ भनेदेखि चाहिँ उहाँको चाहिँ अब सबैजना स्पेसली ब्यान्डहरूमा ब्यान्ड म्यानेजर पनि म्युजिसियनै हुनुहुन्छ। तर हाम्रो केसमा चाहिँ के छ भनेदेखि उहाँले चाहिँ ब्यान्डलाई
हेर्ने अनि सबै कुराहरू म्यानेजिङका कुराहरूदेखि लिएर अनि पब्लिसिटी अनि सोसियल मिडिया ह्यान्डलिङका कुराहरूदेखि लिएर अनि विभिन्न ठाउँमा सोहरू गर्दाखेरि कन्ट्र्याक्टका कुराहरूदेखि लिएर सबै कुराहरू चाहिँ म्यानेजमेन्ट सबै उहाँले हेर्नुहुन्छ अनि एज अ म्युजिसियनको रूपमा चाहिँ अब उहाँ म्युजिक लभर हो होइन एकदमै म्युजिकलाई सपोर्ट गर्नुहुन्छ फलो गर्नुहुन्छ त्यही कारणले पनि म्युजिकलाई उहाँले बुझ्नु भएको छ त्यही भएर पनि हामीसँग एज अ म्यानेजरको रूपमा हुनुहुन्छ हामी वी फिल प्राउड Yes, Okay, definitely. so he has been managing the band very nicely. Exactly. So social media handle ko kura garnu bhayo. So guys, they do have their Facebook channel NMB Band. Please check it out. I will put the link on the description as well. Aba ra yo kura chai kina chai kholnu bhayo ta? Why? What made you form the band? हैन के थियो उद्देश्य like यहाँ विदेशी भूमिमा आएर हामी अहिले माल्टामा छौँ होइन प्रायः जस्तोको मेन प्राइमरी अब्जेक्ट भनेको त पैसा कमाउने हो होइन हामी सबैजना त्यही मोटिभले आइरहेको छौँ तर बिसाइड द्याट पनि ब्यान्ड खोल्नु भयो यसको रिजन चाहिँ यसमा चाहिँ के छ भनेदेखि चाहिँ मेरो सोच के आयो भनेदेखि म चाहिँ विगत 2019 देखि म माल्टामा नै यहाँ एज अ वर्करको रूपमा नै छु म वर्किङ भिजामा नै आएको हो होइन अनि बिचमा चाहिँ हामी यहाँ विभिन्न मनोरञ्जनका कुराहरूमा चाहिँ हामीले फुटबल खेलेर फुटबल आयोजनाहरू गरेर मनोरञ्जन लिने गरिन्थ्यो होइन त्यसमा अनि कहिलेकाहीँ अब ट्र्याकमा गीत बजाएर गाउने नाच्नेहरू त त्यो भइरहेको थियो अनि तर पनि अब यो कुरालाई चाहिँ अलिकति अगाडि लगाऊँ अनि अलि अब ब्यान्डहरू भयो भनेदेखि चाहिँ अब लाइभ म्युजिकहरू त अब नेपालमा त हामी धेरै नै फलो गरिरहेको हुन्छ होइन यहाँ पनि त्यो हुन सक्यो भनेदेखि चाहिँ एकदमै राम्रो हुन्छ भनेर चाहिँ मेरो सोच आयो अनि मैले अब खोज्दै गएँ म्युजिसियनहरू माल्टामा कति हुनुहुन्छ होला भन्दै मैले अब हल्का आफ्नो आफै रिसर्च गरेँ अनि त्यसरी नै खोज्दै जाँदाखेरि अब उहाँ भेटिनु भयो पहिलो व्यक्ति चाहिँ उहाँ नै हो उहाँलाई भेटेर फर्स्ट कुरा चाहिँ उहाँसँग नै भएको हो ल मैले यस्तो प्लान गरिरहेको छु तपाईँ म्युजिसियन हुनुहुँदो रहेछ वाइ नट हामी यसलाई अगाडि लगाऊँ अरू पनि ब्यान्ड मेम्बरहरू खोज्दै जाऊँ आज हामी एउटा गिटार र अनि एउटा भोकलले सुरु गर्दै गऱ्यौँ भनेदेखि अरू इन्ट्रेस्टेडहरूले पनि होइन बिस्तारै जोडिँदै जानुहुन्छ लेट्स स्टार्ट विथ दिस भनेर चाहिँ हामीले चाहिँ त्यसरी सुरु गरेको हो त्यसपछि अनि साथीहरू जोडिँदै जानुभयो अनि सो मैले उहाँलाई सोध्न चाहेँ तपाईँको चाहिँ के थियो त लाइक फर्स्टमा विजयजीले तपाईँलाई अप्रोच गर्नु हुँदाखेरि चाहिँ तपाईँको दिमागमा कस्तो खालको आयो दुईजना मात्रै पनि ब्यान्ड हुन्छ र भन्ने खालको आयो कि त्यो बेलामा चाहिँ अहिलेको जुन हुनुहुन्छ नि तपाईँहरूको यतिको पूर्ण रूप हुन्छ कि हुँदैन वाट वेयर योर थट्स एट द्याट टाइम लाइक त्यतिखेर त अब सायद हाम्रो टिकटकबाट म्यासेज भएको थियो सो टिकटकबाट सरले मलाई सरले म्यासेज गर्नुभयो अनि उहाँले हामी जिरामै भेटाएँ हामी मेरो लिन आउनु भएको थियो सर चाहिँ अनि गाडीमा कुरा भएपछि ल अब जुन गिटार बजाउनु हुँदो रहेछ भिडियो हेरेँ राम्रो लाग्यो यताउति कुरा भयो अनि त्यस पछाडि चाहिँ अनि हामीसँग सागर थियो है मसँग टचमा अनि लाइक त्यो हामी त्यो त्यहाँबाट जिरा टु बुझिवा कन्भर्सेसनमा हामीले सागरलाई पनि भेट्यो क्या बिचमा आउँदै अनि सागर चाहिँ पहिले तपाईसँग कनेक्टेड हुनुहुन्थ्यो टिकटकबाट चाहिँ कनेक्सन भएको थियो मेरो चाहिँ अलराइट टिकटक कसले भनेको टिकटकलाई चलाउनु हुँदैन राम्रो हुँदैन भनेर चाहिँ टिकटकले यहाँ एउटा ब्यान्ड फर्मेसन अनि त्यहाँबाट अनि कन्फ्युजन हुँदा अनि बिच हामीले भन्नुभयो ल के अरे हामीले गर्नुपर्छ ब्यान्ड एउटा अडियन्स लाइक त्यतिखेर थिएन है खासै थिएन है अनि त्यहाँबाट कुरा हुँदा अनि मैले सरलाई भने मसँग साथी छ सागर राम्रो गीत गाउँछ भन्यो अनि त्यहाँबाट चाहिँ अनि हामी सागरले त्यतिखेर भेटेँ है लजिसबाट चाहिँ हाम्रो फर्म भयो मैले पनि लजिसलाई आई थिङ्क यो कुरा भइराख्दाखेरि मेरो दिमागमा नै लजिसको भूमिका चाहिँ कसरी सम्झिन चाहनुहुन्छ लाइक अहिले लजिस अपरेसनमा छैन तर आई थिङ्क लजिसलाई पनि तपाईँहरूले एकदम धन्यवाद चाहिँ दिनुपर्छ होला बिकज दे प्रोभाइडेड नाइस प्लेटफर्म होइन किनभने हामी सबै रेन्टेड अपार्टमेन्टमा बसिरहेको हुन्छौँ अनि त्यहाँ झ्याङझ्याङ झुङझुङ बजाउँदा आफ्नो रुममेटलाई डिस्टर्ब हुन्छ अनि फेरि यो प्रोग्रामको टाइमिङमा त फेरि इन्टेन्स प्र्याक्टिस चाहियो सो धन्यवाद दिनुहोस् तपाईँहरू त्यो त एकदमै किनभने अब सुरन दाइले त्यसमा बिहाइन्ड त हुन्छ नि त्यतिखेर लाइक हामीले प्र्याक्टिस गर्नेदेखि लिएर आफ्टर 12 लाइक हुन्छ नि अब मिड नाइटमा अब ड्युटी सकाएर पनि दाइले हाम्रो त अन्डर ग्राउन्डमा है त्यो मुभमेन्ट छ नि लाइक हुन्छ नि अब कामबाट आएर पनि हामी त्यो पेसनेट चाहिँ थियो क्या एउटा लाइक हुन्छ नि अब काम ड्युटी सक्यो
युनिफर्ममै क्या लाइक वी स्टार्ट प्लेइङ क्या प्र्याक्टिस लाइक त्यसरी गराएको थियो हामीले चाहिँ थ्याङ्क यू सो मच सुरेन दाई है Yes, thank you so much. अनि त्यहाँबाट लजिसमा पनि हामीले सो गर्दै गऱ्यौँ 2-3 है Yes, I धेरै think गरेको first हामीले तिहार सो के तिहारको टाइममा तिहारमा नि गरेको थियो हामीले I think त्यो बाहिर नै थियो तपाईहरुको एकदम त्यो फुल फ्लेजेड हुनुभन्दा पर्फर्मेन्स हुनुभन्दा अगाडिको त्यही थियो अथवा एज अ ब्यान्ड फर्स्ट पर्फर्मेन्स कहाँ थियो एज अ ब्यान्ड त हाम्रो त लाइक जुन फर्मेसन भइसकेपछिको फर्स्ट अर्फियममै हो अर्फियम लाइक वाज बिफोर द्याट लजिसको बाहिर पर्फर्मेन्स भन्दा पहिला नै अर्फियम थिएटरमा थियो लाइक कुन प्रोग्राममा थियो होला इफ यु रिमेम्बर त्यो भन्दा पहिला हामीले हैन आई मिन अर्फियम थिएटरमा चाहिँ तपाईहरुको फर्स्ट पर्फर्मेन्स एज अ ब्यान्ड भयो हैन होइन फर्स्ट त ब्यान्ड भएको होइन किनभने हाम्रो के अरे राइसफुल दाई दाइको आउने बेलामा सागर बजाएको थियो yes I do remember I do त्यो बेला हो त्यो बेला तिहारको प्रोग्राम यो मेमोरी अहिले हामीलाई हल्का नस्टाल्जिक जस्तो फिल भइरहेछ यो एकदम हामी पुरानो कुरा गरे जस्तो हुन त 2-3 वर्ष भइसक्यो एकदम पुरानो कुरा अनि मेमोरी जिग्ज्याग भइरहेको छ अनि अलिक कन्फ्युज भइरहेको छु म लाइक लजिसमा तपाईँहरूले प्र्याक्टिस गरेको नि मलाई त्यो इमेज याद आइरहेको छ त्यसपछिको फर्स्ट पर्फर्मेन्स एज अ ब्यान्ड कहाँ थियो भने त फेरि त्यो राजेश पाल राईको हामीले गरेको आई थिङ्क अप्रिलमा थियो त्यो अप्रिल भनेपछि आई थिङ्क फर्स्ट पर्फर्मेन्स चाहिँ त्यही होला त्यही उसमै हाम्रो लाइक त्यतिखेर हामी म अनि सागर थियो है अनि त्यतिखेर चाहिँ हामीले सागर र मैले त्यही अर्फमै फर्स्ट गरेको थिएँ नि है क्राउड पनि राम्रो थियो त्यतिखेर राम्रो एक्सपिरियन्स मैले लाइक मालदामा फर्स्ट आएर चाहिँ गरेको त्यही नै हो So I think मसँग त्यो क्लिप छ होला I will attach that with the video अनि तपाईहरुले पनि ऑडियन्सहरुले पनि यो फिल गर्नुहुन्छ हामीले कहिलेको कुरा गरे हो भनेर मसँग छ आइ एम श्योर मसँग यो छ हैन त्यसपछि चाहिँ लजिसमा तिहार अप्रिल भनेपछि अक्टोबर नोभेम्बर तिहारको प्रोग्राम त्यहाँ भयो त्यसपछि त आई थिंक ब्याक टु ब्याक यु ह्याड बीन इन्भल्भिङ पर्फर्मेन्स गरिरहनु भएको छ हैन त्यसपछि अप्स एन्ड डाउन्स भइरहेको छ पछाडी अनि मेमोरीहरु पनि याद हुँदै गयो त्यसपछि त्यो अर्फिम पछाडी लाइक हामीले ट्राई गरेको थियो यताउति हैन तिनजना मात्र एउटा गिटार भोकलिस्ट हैन अनि त्यो आइस लाइक हुन्छ नि अब पुरै ब्यान्ड कम्प्लिट हुनु र त्यति गर्नु धेरै फरक पर्छ क्या हैन त्यसपछि हामीले यताउति हुँदाखेरि अनि हाम्रो के रे प्रकाश दाइ है एज अ ड्रमर भोकलिस्ट तिहार पछि नै होला आई रिमेम्बर हिम म उहाँलाई पर्फर्म गरेर चाहिँ राजु लामाको प्रोग्राममा देखेको उहाँको सोलो पर्फर्मेन्स थियो त्यतिखेर चाहिँ यो जिरामा एमसी द यो फुटबल ग्राउन्डमा अलराइट सो हामीले प्रकाशजीलाई पनि सम्झेको छौँ एन्ड देन अब चाहिँ यता सुदीप भाइको लाइक when was your entrance त्यसपछि लाइक हामीले हिस्ट्रीबाट फर्स्टदेखि आइरहेको छौँ होइन त्यसपछि कति बेला चाहिँ इन्ट्री भयो ब्यान्डमा लाइक कसले एप्रोच गर्नुभयो हाउ डिड यु कम टु नो लाइक एनएमबी ब्यान्ड रहेछ म त सुरुमा त कति 1 वर्ष जति भयो होला नि अहिले गरेको सुरुमा त म त त्यो एउटा भाइको थ्रोबाट गएको खासमा लक त्यो भाइ चाहिँ स्पेन कता पोर्चुगल गएको रहेछ हल्का यस्तो गरेर बोल्नु पोर्चुगल गएको रहेछ अनि त्यो भाइको चाहिँ ब्याग लिन गएको थियो कि अनि ब्याग लिन जाँदाखेरि चाहिँ त्यही गगनहरुकै रुममा रहेछ क्या त्यो भाइ चाहिँ त्यही बसेको रहेछ सो तपाईले चाहिँ म्यानेजर थ्रु भेट्नु भयो म चाहिँ त्यहाँ अब पहिल्यैदेखि म्युजिक बजाउने अब एकदम मलाई त है त्यो गिटारहरू धेरै भएको थियो नि त यहाँ पछि नाक बजाएको अनि त्यहाँनिर गएको त सबै रहेछ क्या गिटार बजाइरहेको रहेछ है क्याजन बजाइरहेको रहेछ अनि यसो हेर त तिमी म अलिअलि बेस पनि बजाउँछ यता त्यो भनेको त बेस गिटार पनि छ भनेर झिकेर ल्याउँछ क्या दिपेन दाइले है अनि त्यहाँबाट दियो अनि मैले अनि यसो दाइले यसो दुईटा गीत मन पराए यसो बजाउन त भने अनि मैले बजाएँ अनि मन परेछ नम्बर मैले साइड छोडेको थिएँ के अरे अनि भाइले कल गरेको थियो मलाई भनेपछि तपाईभन्दा फर्स्ट इन्ट्री भएको थियो ब्यान्डमा अलराइट प्रकाश दाइ पछाडिको सुभाष हो हामीले त्यतिखेर पनि यताबाट कनेक्सन भएको बेसबाट अनि हामीले भेटेको चाहिँ त्यतिखेर हाम्रो कहाँ सो थियो उहाँकै मुखबाट सुन्दिम न त उहाँको इन्ट्री उहाँको इन्ट्री मेरो चाहिँ लाइक म आएको अब 1.5 years अलरेडी भइसक्यो यही भनौँ न अनि आएको चाहिँ अलिक टाइम भइसक्यो तर त्यस्तो मेरो लाइक अब ब्यान्डसँगै जोइन भएर यताउता मैले चाहिँ त्यस्तो सोचै राखेको थिइनँ फर्स्टदेखि नै भनौँ न अब आफ्नै काममा व्यस्त यताउता
तर ऊ हाम्रो विजय सरहरूको थ्रुबाट थ्याङ्क्स टु देम होइन दाइहरूलाई जोस् उहाँहरूले मलाई अपर्च्युनिटी दिनुभयो अब मलाई नि लास्टै मन लाग्ने म्युजिक गर्नलाई म्युजिकको इन्भाइरोमेन्टमा बस्नलाई चाहिँ भनौँ न किनभने अब त्यो इन्भाइरोमेन्ट मैले बच्चादेखि पाइरहेको थिएँ तर त्यसरी लाइक अब प्रोग्राम गर्दै एज अ ब्यान्ड त्यसरी चाहिँ हिँडेको थिइनँ क्या अनि जोस् यहाँ आएर फर्स्टमा चाहिँ अब हाम्रो दाई हुनुहुन्थ्यो होइन प्रकाश दाई हुनुहुन्थ्यो यता सफल दाई अनि एउटा हाम्रो चाहिँ यता के खाली थियो भन्दा चाहिँ लाइक रिदम बजाउने क्याजुन क्याजुन थियो होइन अनि त्यतिखेर चाहिँ अब प्रोग्राम आउँदै थियो तामाङ लोसारको होइन मेबी त्यतिखेरको लागि अनि त्यतिखेरको लागि चाहिँ अनि जोस कामबाट फर्केर त्यो कहाँनिर पेम्ब्रोकै कता होइन अनि त्यतिखेर जोस म काममै बिजी थिएँ तर 81 राति कल आयो क्या अनि दाइहरूको कल आयो दाइहरूको त्यो इन्भाइरोमेन्ट देख्दा उहाँहरूले जुन फिल गर्नुभयो आफूलाई हुन्छ नि त एउटा कनेक्सन भाइब्स मिलाए जस्तो त्यो फिल आयो क्या अनि त्यसपछि होइन गरौँ न त यत्तिकै बस्नु भन्दा त यार एटलिस्ट मलाई नि त मनपर्छ मैले नि त सिक्न पाउँछु केही कुरा भन्ने त्यो मेरो मेन्टालिटी चाहिँ स्टिल आम लर्निङ होइन दाइहरूसँग धेरै कुरा सिक्न पनि पाइरहेछ अनि त्यो कुरा त्यही हो आजसम्म नि गइरहेछ अनि जोस् त्यतिखेर मलाई अपर्च्युनिटी दिनुभयो हामी भेट्यौँ भेट्न साथ झन् त्यो एउटा कनेक्सन यस्तो बन्डिङ यस्तो राम्रो भयो कि लाइक अब हुन्छ नि त फ्यामिली जस्तो ट्रिट गर्नुभयो क्या अब धेरै पहिल्यैदेखि चिनिरहेको जस्तो फिल पनि भयो होइन अनि अब गर्दै गयौँ त्यतिखेर पनि गऱ्यौँ जोस् मैले त्यस्तो विधि त्यो क्याजुन पनि नेपालदेखि नै बजाएको चाहिँ होइन तर दाइहरूले मलाई सिकाउनु भयो यसरी गरौँ यसरी गरौँ भनेर एउटा कन्सेप्ट बनेपछि अलिअलि म्युजिक बुझेको हुनाले चाहिँ त्यो हामीले जोस् त्यो पर्फर्मेन्स राम्रै तरिकाले गऱ्यौँ भनौँ न होइन त्यो दिन अलिकति रस चाहिँ धेरै छ त्यो भित्र पनि होइन अब म बिरामी सफल दाइको ड्युटी उहाँ बिचरा बोल बुक गरेर होइन कति ब्रेकको टाइममा आउनु भएको क्या अब त्यो लाइक आफ्नो अनि फन्नी मुभमेन्टहरू पनि धेरै छ होइन अनि लाइक हामीसँग प्रपर साउन्ड सिस्टम पनि थिएन नि त त्यहाँ अब अनि क्याजुनमा त्यो माइक साइक पछाडि यस्तो हालेर होइन अनि ठोकिरहेको थियो कि आफूले आफ्नो साउन्ड सुनेको छैन मैले मेरो त्यो इफ मसँग अलिअलि भिडियो पनि छ घोप्टेर दिएको चाहिँ हात म जोर आइरहेको थियो त्यतिखेर यताबाट फेरि हाम्रो दाइको फेरि त्यस्तो नि त अब गीत यस्तो दामी गाउनु भएको थियो दिदीहरू पनि मच्चेर नाच्नु भएको थियो 2 दिन फनको घुम्दा त पछाडि माइक साइक ढालिदिन्छ माइक साइक ढालिदिइसक्नु भएर चाहिँ होइन अनि त्यो चाहिँ फनी इन्सिडेन्टहरू थियो मेरो लागि होइन अनि त्यसरी नै स्टार्ट भनौँ न आई स्टार्ट विथ देम अनि त्यो दिनदेखि आजसम्म छु अनि त्यो बिचमा अब दाइ जानुभयो हाम्रो दाइ आउनुभयो अनि आउँदै जाँदै गर्नु यो जीवनमा भने जस्तै चलिरहेछ होइन त्यही हो मेरो साइडबाट चाहिँ त्यही हो लाइक अब स्टिल सिकिरहेको छु अब धेरै कुरा बुझिँदैछ भनौँ न म्युजिक भनेपछि अब हामी त्यही कारणले नि जोड्यो होला अरू कुरा आफ्नो छ पर्सनल लाइफ तर पनि म्युजिकै कारणले नै हामी कनेक्टेड त्यही हो क्या अनि त्यही हो Thank you so much. It was very interesting to hear them. I think तपाईहरुलाई पनि एकदमै यो रिलेट गर्नु भयो होला माल्टाको एउटा बिजी स्केड्युल बिहान उठेपछि काम एउटा रोस्टर हुन्छ आफ्नो अनि त्यसपछि आफ्नो पर्सनल टार्गेट हुन्छ अनि त्यसबाहेकको आफ्नो प्यासनलाई फलो गर्नलाई इट्स रियली टफ द स्ट्रगल इज भेरी रियल अब त्यही स्ट्रगलको बावजुदमा पनि आई हर्ड लाइक तपाईँहरूले एउटा त्यो भन्नुभयो अप्स एन्ड डाउन्स त्यसबाहेक अरू केही त्यस्तो कतिको गाह्रो थियो क्या यो पोइन्टसम्म ल्याउनलाई चाहिँ लाइक मेम्बरको हेराफेरीहरू त भइहाल्यो त्यसबाहेक जुन तपाईँहरूको स्ट्रगल भन्नुभयो एउटा 2 घन्टाको ब्रेक लिएर एउटा पर्फर्मेन्समा आउने अब बिदा माग्दाखेरि बिदा नपाउने सो अरू केही त्यस्तै स्ट्रगल्स प्रब्लम भनेको टाइम एन्ड आई थिङ्क इन्स्ट्रुमेन्टहरू चाहिँ कसरी म्यानेज गर्नुभयो लाइक त्यो पनि त अर्को ऊ भयो नि त उहाँ भाइलाई त बरु सजिलो भयो आउने बित्तिकै तपाईँहरूले एउटा होइन गिटार पनि ल्याइदियो होइन ड्रम पनि छ सबै भनेपछि लाइक हाउ डिफिकल्ट वाज इट त्यो त एकदमै हो लाइक किनभने अब लास्टै महँगो छ एक्ज्याक्टली स्टोभ पनि लास्टै थोरै छ लाइक अहिलेसम्म देखेको भनेको हाम्रो त्यो के अरे सनसाउन्ड र अनि ओलम्पस है त्यो दुईटा छ अनि किनेको चाहिँ हाम्रो के अरे म्यानेजर गगन सरबाट र हाम्रो विजय सरबाट लाइक पैसा सेयरिङ
मेम्बरबाट पनि हामी सबैजनाले जस्तो नपुगेको ठाउँमा ल सेयर गरेर हालौँ न त किन यो आवश्यक छ भनेर। सो सामान चाहिँ तपाईँहरूले इन्भेस्ट गर्नुभयो भन्नुभयो होइन म्यानेजर र विजय भाइले, अनि ब्यान्ड मेम्बर लाइक कति जतिको फन्ड लाग्यो होला, लाइक इफ आई मे नो? अहिलेसम्म त त्यो सबैहरू गर्दा हामीले यति भनेर ठ्याक्कै हिसाब त गरेको छैन। यदि ठ्याक्कै यति खर्च भयो भनेर त हामीले त्यो हिसाबै गरेको छैन, किनकि हामीले त्यो जे कुरामा इन्भेस्ट गरिरहेछौँ त्यो कुरा चाहिँ हामी वी लभ क्या होइन, त्यही भएर पनि हामी त्यसमा चाहिँ वी डोन्ट काउन्ट हाउ मच वी स्पेन्ड। त्यो क्याल्कुलेसन त्यो चाहिँ छैन, तर म्यानेजरको काम हुनुपर्छ हैन। आई मीन टु से लाइक लेखाजोखा हिसाब किताब राख्नुपर्छ, तर पनि अब हामीलाई नि आवश्यक थियो। अनि त्यसपछि कसरी हुन्छ, कताबाट हुन्छ, कति हुन्छ, नपुगेको बेलामा सबैजनाले पैसा उठाएर पनि हामीले कति सामानहरू चाहिँ त्यसरी पनि किनेको छ। अनि अब त्यही हो, अब अहिले चाहिँ लगभग हामीसँग सबै सामानहरू छ, तर स्टिल अब त्यहाँ कति कुराहरू अब यस्तो हुन्छ क्या, यो साउन्डहरू अब यो म्युजिसियनहरूलाई चाहिँ नयाँ नयाँ फिचरहरू आइरहेको हुन्छ क्या, अनि त्यहाँ जहिले अपग्रेड खोजिन्छ क्या। इट्स लाइक आइफोन हैन, नयाँ नयाँ लेटेस्ट भर्जन आइरहेको छ, आइरहेको हुन्छ। अनि फेरि अब त्यही कुरा लिनको लागि कति मेहनत गरेर गरिरहेको हुन्छ, अनि फेरि अर्को आइदिन्छ क्या, ल यो त बब्बाल होइन, यसको साउन्ड पनि खतरा आउँछ त्यो भन्ने हुन्छ। तर पनि अब जस गर्दैछौँ, केही नहुनु भन्दा यु हेभ योर ओन थिङ्स नै होइन, एउटा आफ्नो इन्स्ट्रुमेन्ट। सो द्याट्स द रियल एउटा स्ट्रगल भनौँ न। तर आई थिङ्क जतिजना ब्यान्ड मेम्बर्स हुन्छ, यु गाइज सुड थ्याङ्क द फर्मर, त्यतिकै फाउन्डर भनेर भनेको चाहिँ होइन क्या, मतलब यसरी एउटा सेटअप गरिदिनु होइन, किनभने यहाँ मान्छेहरू आइसकेपछि आफ्नै पर्सनल गोल हुन्छ क्या, पर्सनल लेभलको उहरू हुन्छ, अनि फाइनेन्स वाइज पनि त्यसरी सोच्नुपर्छ क्या। यहाँ 1-2 युरो 5 युरो खर्च गर्न पनि सोच्नुपर्छ नि त। अनि इज इट वर्थ? अब नयाँ फोन बिग्रिरहेको छ, नयाँ फोन लिनलाई पनि अब लिम कि नलिम भनेर सोच्नु परिरहेको हुन्छ। अनि यो त झन् हबी हो नि त, प्यासन हो नि त, इट्स नट म्यान्डेटरी, तर प्यासन हो। तर प्यासनलाई पनि अब स्पेन्ड गर्नु अनि यतिको पाउनु, सो यु सुड थ्याङ्क योर फाउन्डर। अनि प्लस आई थिङ्क तपाईँहरू मेम्बरहरूको कन्ट्रिब्युसन पनि धेरै छ क्या। लाइक हामीले यस्तो मेम्बर भेट्यो कि लाइक त्यो हुन्छ एउटा यो किन भन्दाखेरि नाइ त्यो अहिलेसम्म आएन छैन क्या, सबैले हुन्छ किन्ने पनि अनि यो रिजन चाहिँ आई थिङ्क यु गाइज अल आर सिङ्गल होइन, त्यही भएर सिंगल छ हैन I mean you are in a relationship. I ready to mingle. The audience happy सक्नु भएको. Anyone in the audience? Subhas bhai ra looking for someone especially of course. I mean to say like you are not into like married bond like हुन्छ नि अब marriage भइसकेपछि त फेरि अर्कै खालको नेक्स्ट लेभलको रेस्पोन्सिबिलिटी हुन्छ अनि फाइनेन्स वाइज पनि अब अर्कै प्लानिङ हुन सक्छ नि त अब लाइक यु गाइज आर सिंगल अब त आफ्नै एउटा फ्यामिली प्रतिको रेस्पोन्सिबिलिटी छ तर त्यसबाट पनि बचेको पैसा चाहिँ आफ्नो हबीमा गर्न पाउँछ नि त भोलिपर्सि बच्चा बच्ची भइदियो भने त अब छोराको लागि गिटार किन्दिने कि आफ्नो लागि हैन त्यो पनि हो तर अब त्यही हो अब हाम्रो चाहिँ मेम्बरहरू एकदमै अन्डरस्ट्यान्डिङ अनि एकदमै राम्रो मेम्बरहरू हुनुभयो क्या त्यही भएर पनि वी स्टिल सँगै छौँ क्या यदि कोही माल्टामा हाम्रो मेम्बर छ भनेदेखि त हामीसँग नै छौँ क्या यदि कोही हामीबाट टाढा हुनुहुन्छ भनेदेखि चाहिँ उहाँ चाहिँ माल्टा छोडेरै जानुभयो पढ्ने बाध्यता भएकोले मात्रै उहाँहरू जानुभयो पनि स्टिल कनेक्ट एकदम हामीसँग ग्रुपमा नै अझै हुनुहुन्छ होइन अब जस्तो अब उहाँहरूले अब सजेस्ट गर्ने कुराहरूमा नि सजेस्ट गर्नुहुन्छ कति कुराहरू हामीले नि सोध्छौँ कि अब जस्तो यस्तो कसरी गर्दा के गर्दा हुन्छ तपाईँहरूको एक्सपिरियन्स नलेज सेयर गर्नु होला भनेर नि भनिरहन्छ कुरा गरिरहेको हुन्छौँ अनि त्यो बन्डिङ राम्रो छ राइट सो म्युचुअल अन्डरस्ट्यान्डिङ भएर नै यहाँसम्म आइपुगिन्छ नत्र त कति ब्यान्ड फर्म हुन्छ अनि टुक्रिन्छ नि त अब जस्तो तपाईँहरूको फर्मेसन 2023 देखि अहिले 2025 सम्म आइपुग्दाखेरि यहाँसम्म हुनु भनेको चान्चुने कुरा चाहिँ होइन होइन अब यही उसमा पनि लाइक यु ह्याड अ माइलस्टोन लास्ट इयर लाइक 2024 को अगस्त 16th I think if I am correct अनि त्यो चाहिँ तपाईहरुको लाइक
how it became possible, like कसरी चाहिँ त्यो possible भयो, like August को त्यो 20 like मैले yes like first मा त यत्रो कुरा गरे त्यो जुन त्यो स्ट्रगल थियो त्यो त ब्यान्ड फर्मेसन कै लागि थियो तपाईहरु आफ्नो बल्ल बल्ल आफ्नो फर्मेसन जग भनौं न हैन बेस एउटा क्रिएट गर्नुभयो त्यसपछि अझै नभएर यु ह्याड अ माइलस्टोन भनौं न हैन एउटा आफूले सक्ने भन्दा पनि अझै माथि गएर हैन अझै पुश गरेर अनि नेपालदेखि चाहिँ एकदम चलेको ब्यान्ड हैन जोन एन्ड द लोकल्सलाई ल्याएर माल्टा हल्लाइदिनु भयो एकदम ब्लकबस्टर प्रोग्राम अर्गनाइज गर्नुभयो लाइक आई थिंक इट वाज नट इजी हैन त्यो चाहिँ कसरी आयो हाउ इट केम लाइक त्यसमा चाहिँ यस्तो भयो ठ्याक्क उहाँहरूको युरोपको भिजा लाग्दैछ भनेर हामीलाई थाहा भयो अनि थाहा भइसकेपछि केही यहाँ युरोपमा को डिस्ट्रिब्युटरहरू हुनुहुन्छ हैन त्यो आर्टिस्टहरू ल्याउने उहाँहरूसँग कन्ट्याक्ट थियो हाम्रो अनि उहाँहरूले सँग कुरा गर्दाखेरि चाहिँ उहाँहरू आउँदै हुनुहुन्छ भनेपछि चाहिँ अब माल्टामा अब हामी आफै पनि जोन एन्ड लोकलको चाहिँ एकदमै फ्यान सबैजना हैन अनि त्यही भएर ल ठिक छ हामी गर्दिम न त अब हामी पनि ब्यान्डै हो हैन अब हामीले पनि उहाँहरूले गर्यो भनेदेखि ओपनिङ हामीले गर्न नि पाउँछ किनकि यहाँ कस्तो छ भनेदेखि चाहिँ तपाईको अब आफूले प्लेटफर्म खोज्ने चाहिँ आफै रहेछ के आफ्नो प्लेटफर्म चाहिँ आफै नै क्रिएट गर्नुपर्ने रहेछ के त्यो हामीले कति कुराहरुमा महसुस पनि भयो अनि त्यही भएर व्हाई नट लेट्स डु दिस अनि हामी पनि ओपनिङ एक्ट हामीले गरौँ अनि त्यसपछि हामीले नि ल ठिक छ अब घाटा नापा आफ्नो ठाउँमा छ लेट्स ट्राई हैन अब ट्राई नगरेसम्म त अब हामीलाई थाहा हुन्न नि त हैन अब पहिलो पनि थियो हाम्रो एज अ ब्यान्ड त्यसरी अर्गनाइज गरेको अनि ल गरौँ न त भन्ने हो सबैको त्यही हो हाम्रो मन मिल्थ्यो सबैजनाले ओके हुन्छ भन्ने भयो वान वर्डमै भएको है विदिन लाइक 30 मिनेट्स हैन हुन्छ गरौँ भनेपछि 30 मिनेट्स भित्रमा चाहिँ डिसाइड भएको अनि यसमा बिग थ्यांक्स टु यु एज वेल बिकज शी वाज द होस्ट अफ दैट इभेन्ट हैन त्यो कन्सर्टको चाहिँ अनि धेरै धेरै धन्यवाद तपाईले पनि एकदमै राम्रो होस्ट गरिदिनु भयो ऑडियन्सहरुलाई कनेक्ट गराइराख्नु भयो अल्दो त्यहाँ पनि हामीबाट नि कमी कमजोरी भयो होला त्यो के आर्टिस्ट टाइममा आइ नपुग्ने अथवा समयमा प्रोग्राम सुरु नहुने यो त भइराख्ने कुरा नै यो गर्ने क्रममा गर्दै जाँदा र पनि ऑडियन्सलाई कनेक्ट गरिराख्नु भयो अनि अर्को कुरा चाहिँ हाम्रो डीजे काजी दाइलाई पनि एकदमै थ्यांक यू हैन उहाँ त लास्ट मिनेटमा फ्लाइट क्यान्सल भएर फेरि टिकट काटेर डाइरेक्ट आएर अनि डीजे बजाउनु भयो कि त्यही भएर उहाँलाई पनि धन्यवाद अनि जोन लोकल सबैजना जो इन्भल्भ त्यहाँ हुनुहुन्छ एकदमै धन्यवाद वी रियली थ्याङ्कफुल टु एभ्रीवन हैन ऑडियन्सहरु सबैजनालाई अब जे जस्तो भए पनि त्यतिखेर अब हामी वी आर ह्याप्पी एन्ड आई थिंक अहिले जति सजिलो छ जति साथ सपोर्ट पाइरहनु भएको छ नि अहिलेको यो अर्गनाइजर टिमले त्यो टाइममा चाहिँ अलिकति गाह्रो नै थियो जस्तो लागिरहेछ अलिक खुट्टा तान्ने खालको प्रवृत्ति प्लस त्यो एउटा थियो नि टिकटक आइडी लाइक यो प्रोग्राममा गयो भने जस्तो हैन मतलब त्यो चाहिँ थियो अहिले त्यो छैन नि त त्यो राम्रो हैन अहिले अलिकति फेभरेबल भएको हो कि भन्ने चाहिँ मैले उ गरेको यो कुरा मलाई नि एकदमै खुसी लागिरहेछ किनकि एटलिस्ट अब अहिले जो व्यक्तिहरुले त्यस्तो गर्नुभयो उहाँहरु अहिले एजुकेटेड हुनुभयो अनि जस्तो टिकटक आइडी हट्यो अनि अहिले राम्रै भइरहेछ नि त ब्याक टु ब्याक अरु प्रोग्रामहरु पनि आइराको छ अनि उनीहरुले एटलिस्ट त्यो फेस गर्नु पर्दैन नि त जुन हामीले फेस गरेको थियौं जुन हामीले त्यो टाइममा यस बट त्यसको बावजुदमा त्यस्तो फर्स्ट के अब राति कामबाट आइराछौं त्यस्तो अब जे पाइते न्यूज देखाछ जुन चाहिँ एक्सेप्टेबल थिएन नि त हैन त्यहाँ जाने हैन भिडियो आउँछ अथवा यस्तो त्यसको बावजुद पनि ऑडियन्सहरु आइदिनु भयो आई थिंक वी शुड थ्यांक देम अल लट यस एकदम थ्यांक यू सबैजना मलाई त सुरुको त्यो 6 बजेतिर पनि अलिक खाली देख्दा चाहिँ के हो जस्तो चाहिँ भइराको थियो ल आउनु पो हुन्न कि तर हामीलाई चाहिँ विश्वास थियो अलिकति थ्रेट साच्चै थ्रेट भयो कि आफ्टर 10 12 11 को छाडे चाहिँ पछि त 8 9 बजे देखि पछि ओभर क्राउडेड नै भयो यस्तो नै भयो नि त अब फेक जहिले फेकै हुन्छ नि त हैन त्यही भएर अब बुझ्नेहरुले बुझ्नु भयो आउनु भयो
राम्रो भयो Yes, yeah, we are always grateful for that. We made a huge success. अनि एनएमबी ब्यान्डको चाहिँ अब नाफा घाटा भन्ने कुरा आफ्नो ठाउँमा छ त, बट द सोल पर्पज वाज जस्ट म्युजिक एकदम एकदम हामीले त्यहाँ गर्न खोजेको नै एउटा पर्फेक्ट म्युजिक चाहिँ त्यहाँनिर दिन सकौँ, आर्टिस्टले भनेको जस्तो साउन्ड सिस्टम हामीले त्यहाँनिर दिन सकौँ भनेर नि एकदमै तपाईँहरूले नि अब जो त्यहाँ एटेन्ड हुनुभएको थियो तपाईँहरूले नि देख्नुभयो होला त्यहाँनिरको साउन्ड सिस्टम यस्तो बवाल थियो होइन, यस्तो दामी थियो। इभन उहाँहरूले पनि साउन्ड चेक गर्न आउँदाखेरि पनि भन्नुहुन्थ्यो कि यस्तो दामी यस्तो साउन्ड त अहिलेसम्म गरेको थिएन, यस्तो साउन्डमा त बब्बालै हुने भयो। मलाई पछि उहाँहरूको पर्सनल भ्लग हेरेपछि चाहिँ हल्का खिन्न लाग्यो क्या, त्यो बेला चाहिँ मलाई त्यो टाइमको बेस्ट लागिरहेको थियो। तर मैले उहाँको पर्सनल भिडियो हेरेपछि चाहिँ लाइक उहाँहरूलाई चाहिँ अलिकति चित्त नबुझेको रहेछ, उहाँहरूको सामानै नआएको होइन यस्तो कुराहरू। तर त्यो डेमा त त्यहाँ त हामीलाई त्यस्तो केही पनि फिल भएको थिएन क्या एज अ अडियन्स चाहिँ। तर पछि हामीले त इन्जोय गऱ्यौँ, त्यो भइहाल्यो। अनि पछि उहाँहरूको पर्सनल भ्लगमा हेर्दाखेरि चाहिँ उहाँहरूको दुईटा सामानहरू आएको थिएन, बेस गिटार र अनि त्यो इलेक्ट्रिक गिटार दुईटा आइपुगेको थिएन कि उता फ्लाइटमा छुटेछ। अनि त्यही भएर चाहिँ उहाँहरू निराश नै हुनुहुन्थ्यो। तर राम्रो कुरा चाहिँ के थियो भनेदेखि हामीसँग अलरेडी थियो नि त भनेर, अनि उहाँहरूले हाम्रै बेस र लिड गिटार उहाँहरूले आई थिङ्क उहाँले साइन गर्नु भएको कि के गर्नु भएको जस्तो लागेको थियो है, उहाँसँग छ त्यो किताब पनि हाम्रो अन द स्पोट किने हो नि प्र्याक्टिस गर्दा गर्दै डाइरेक्ट लिएर बिच सरलाई हामी गएर अनि किनेर लिएर आएको। नाइस। अनि अर्को कमेन्डेबल कुरा चाहिँ के हो भन्दाखेरि जुन अघि विजय भाइले भन्नुभयो नि त, यहाँ चाहिँ आफूसँग ट्यालेन्ट पनि छ तर म पर्फर्म गर्छु भन्दाखेरि त्यो प्लेटफर्म पनि आफैले क्रिएट गर्नुपर्ने रहेछ क्या। नत्र युआर भेरी ट्यालेन्टेड वाइ नट कम लेट्स डु भन्ने खालको चाहिँ नहुँदो रहेछ क्या। आफू खडा हुनलाई त्यो जग्गा चाहिँ आफै बनाउनु पर्ने रहेछ। जस्तो मलाई चाहिँ तपाईँहरूले जति पनि देखिरहनु भएको छ आई एम एसोसिएटेड विथ देम होइन, जति पनि मैले प्रोग्राम गरिरहेको छु। अनि मैले गुनासो गर्न खोजेँ होइन, बट रिलेटेड टु द्याट चाहिँ मैले आई थिङ्क other bands in Malta should be thankful to you guys होइन। डोन्ट यो उसमा चाहिँ मेरो अरू कुरा चाहिँ अन्यथा चाहिँ नलिनु होला। मैले भन्न खोजेको के हो भन्दाखेरि जुन उहाँहरूले भन्नुभयो, जुन मैले पनि फिल गरिरहेको छु, ट्यालेन्ट छ तर प्लेटफर्म छैन। प्लेटफर्म के गर्नु पऱ्यो, आफैले क्रिएट गर्नु पऱ्यो। अनि आफैले क्रिएट गर्दा गर्दै पनि जुन जोन एन्ड द लोकलको टाइममा ओपनिङ तपाईँहरूले गर्नुभयो, प्लस यहाँ माल्टामा जति पनि लोकल ब्यान्डहरूलाई आफ्नो कम्पिटिटर भन्दा पनि साथी सहकार्यको रूपमा अरू ब्यान्डलाई पनि चान्स दिनुभएको छ नि त। लाइक हामी एज अ अडियन्स त हेरिरहेको छौँ त, त्यो कुराको लागि पनि उहाँहरूले चाहिँ थ्याङ्कफुल हुनुपर्छ जस्तो लाग्छ क्या तपाईँहरूले। हामीलाई चाहिँ के लाग्छ भने हामी एकदमै जिरो लेभलबाट आएको हो नि त, त्यही भएर हामीलाई वी नो द रियल फिलिङ्स अफ बिङ नट एबल टु पर्फर्म होइन, कतै त्यो आफूले चाहेको ठाउँमा पनि। अनि त्यस्तो हुँदाखेरि चाहिँ ल ठिक छ, अब हामीले बरु होइन दुईवटा सङ गर्ने छ भने एउटा गरौँ, एउटा सङ उहाँहरूलाई गर्न दिउँ भनेर चाहिँ हामीले जहिले भनिरहेको हुन्छ। अनि जस्तो त्यो बेला इफ आई रिमेम्बर एनएसएम के थियो ब्यान्ड, एनएसएम अनि श्रीपाँच श्रीपाँचको सिङ्गर ब्ल्याक सर्ट ब्ल्याक पुरै ब्ल्याक लाउनु अर्को ऋषभ भाइले पनि ठ्याक्क त्यहाँनिर होइन सोलो राम्रो गरेर। सो यति धेरै हामीले डिस्कस गरिसक्यौँ। अब चाहिँ हामी हाम्रो सफल भाइले चाहिँ म्युजिकमा कसरी लाग्नुभयो, लाइक यो ब्यान्डसँग आबद्ध कसरी हुनुभयो त हामीले सुनिसक्यौँ सबैजनाको स्टोरी। बट पर्सनल लेभलमा अब सानै स्कुलदेखि थियो कि के थियो, लाइक कस्तो थियो, हाउ डिड इट स्टार्टेड चाहिँ लाइक अब स्कुलदेखि नि हो, लाइक ग्रेड 8 देखि त्यतिखेर लाइक म्युजिक क्लास थियो, म्युजिक क्लास हुन्थ्यो स्कुलमा। अनि त्यहाँबाट साथीहरू लाइक फर्म भयो, त्यहाँबाट ब्यान्ड फर्म भयो। स्कुल लेभलदेखि नै ब्यान्ड चाहिँ थियो, लाइक हामीले उइस द प्रोग्राम होइन हुन्छ नि, त्यो लाइक प्यारेन्ट्स डेहरूमा त्यस्तोहरूमा चाहिँ हामीले गर्थ्यो त्यहाँबाट। अनि लाइक वी आर कन्टिन्यू होइन, लाइक अब प्र्याक्टिस गर्ने त भइरहेको हुन्थ्यो। अनि त्यहाँबाट अनि 9, 10 पछाडि चाहिँ अनि इन्स्टिट्युट गएँ म। अनि त्यहाँबाट सिकेर त्यो पछाडि अनि फेरि अर्को ब्यान्ड फर्म भयो त्यहाँबाट। अनि 2016मा हामीले के अरे एउटा नेपाली कि दुईवटा इङ्ग्लिस, नेपाली चाहिँ विथ भिडियो त्यो हामीले फाल्यो त्यहाँ पछाडि। अनि
युट्युबमा छ अझै अहिले पनि छ 2016 मा गरेको हाम्रो चाहिँ अब टन्नै थियो त्यो के अरे गीतहरू चाहिँ त्यहाँ बसेर छ अनि अब त्यही त हो नि नेपालमा अब साथीहरू बाहिर बाहिर गयो त्यहाँबाट अनि म नि बाहिर आउनु पर्यो अनि माल्टा आएर चाहिँ बल्ल अनि हल्का फेरि बिस्तारै गर्दैछौँ सो पहिला माल्टा आउनुभन्दा अगाडि चाहिँ वाट वाज योर एम लाइक म्युजिसियनै बन्छु भन्ने थियो कि कस्तो थियो त्यो चाहिँ लाइक लगाव त धेरै पहिलादेखि नै रहेछ बट देन त्यो लाइक हुन्छ नि लाइक प्यासन त्यही हो लाइक त्यो गर्छु नै भनेर त पहिला थियो तर पछि बाहिर आएपछि त्यही त हो नि टाइम म्यानेजमेन्ट अब काम भने काम गर्नु परिहाल्यो बाहिर आएपछि त्यही भएर चाहिँ म त्यस पछाडि दुबई गएँ 2 वर्ष केही बजाएन मैले त्यहाँपछि अनि फेरि लाइक कति 4-5 वर्ष ग्याप भयो त्यस पछाडि अनि बल्ल यहाँबाट सुरु गरेको फेरि सो यो जो आई थिङ्क हाम्रो अडियन्सको ग्रुप त हाम्रै एज सरको मान्छेहरूले हेर्नुहुन्छ मेरो भिडियोहरू चाहिँ बट देन कोही यङ्स्टर्सहरूले हेर्दै हुनुहुन्छ भने चाहिँ वाट वुड यु लाइक टु सजेस्ट देम जसको चाहिँ इन्ट्रेस्ट छ म्युजिकमा तपाईँको यस्तै लगाव छ एन्ड यु कुडन्ट कन्टिन्यू लाइक 2-3 वर्ष 5 वर्ष ग्याप भयो अनि उहाँहरूलाई चाहिँ केही सजेसन केही लाइक फ्रम योर एक्सपिरियन्स अथवा आफ्नै यङ्गर सेल्फलाई पनि सजेसन त अब त्यही हो छोड्नु चाहिँ हुँदैन लाइक सेल्फ प्र्याक्टिस हुनुपर्छ अहिले अलवेज होइन लाइक हुन्छ नि अब छोड्नु भन्दैमा त्यो बजेन नबजेन होइन आई युज टु प्ले प्र्याक्टिसहरू गर्दा हुन्थेँ मैले लाइक कभरहरू आफै भित्रतिर कभरहरू गर्दा हुन्थेँ बाहिर मात्र नफाल्ने लाइक हुन्छ नि अब बाहिर आएपछि त्यही त हो पब्लिक पर्फर्मेन्स चाहिँ नगर्ने मैले गर्थेन कहिले कसो टिकटकहरूमा हालेर हुन्थेँ लाइक सो म्युजिकलाई कम्प्लिटली छोडेको चाहिँ होइन तर पब्लिकमा पर्फर्मेन्स चाहिँ छोडेको राइट अनि हाम्रो अर्को भाइको कहिलेदेखि सुरु भयो लाइक ब्यान्डमा त हामीले थाहा पाइसक्यौँ बट आफ्नो पर्सनल जर्नी चाहिँ कस्तो थियो म्युजिकको अब म्युजिक बजाउनु थाले त भयो होला 14-15 वर्ष भयो 14-15 वर्ष ओके त्यति भएर पहिला अब जेरैदेखि सिकेको अनि पहिला त अब यसो हावादारी यसो बाहिरतिर बजाइन्थ्यो अनि चर्चहरूमा बजाइने कोयरहरूमा बजाउनु भयो त्यहाँबाट चाहिँ अलिकति अब प्रोफेसनल जस्तै जानुपर्छ अलिक सिक्नुपर्छ भन्ने जस्तो लाग्यो त्यसपछि मेरो एउटा नागाल्यान्डको थियो टिचर हुनुहुन्थ्यो पहिलो चाहिँ व्यक्ति चाहिँ उहाँ थियो मलाई सिकाउनु हुने पछि चाहिँ उहाँ चाहिँ अब फेरि ब्याक भएर उहाँकै कन्ट्री जानुभयो अनि त्यसपछि नागाल्यान्ड उहाँ चाहिँ उहाँको फ्यामिलीहरू चाहिँ यतै बस्नुहुन्थ्यो क्या काठमाडौँमा अनि त्यसपछि अनि उहाँसँग सिक्थ्यो उहाँ चाहिँ नागाल्यान्डको तेजाभैरो क्या त्यस्तो केही नाम थियो अनि उहाँसँग सिकेँ त्यसपछि बजाइन्थ्यो सोहरू गरिन्थ्यो ठमेलहरूतिर बजाइन्थ्यो गरियो सबै अब त त्यो यादै छैन क्या कहाँ कहाँ धेरै ठाउँमा बजाइयो सोहरू सो पहिल्यैदेखि नै बेस्ट गिटारिस्ट पहिल्यैदेखि नै बेस्ट गिटारिस्ट लाइक भोकलमा चाहिँ इन्ट्रेस्ट भएन कहिले भोकलमा त त्यस्तो भएन अलिअलि साइड भोकलहरू यस्तो अब तर लाइक होइन म्युजिक फर्मेसन हुन त इच एन्ड एभ्री मेम्बरको उत्तिकै हुन्छ तर लाइमलाइटमा हुन्छ नि फिल्म एउटा सक्सेस हुनलाई पनि सबैजनाको हात हुन्छ तर एक्टर र मेन हिरोइन मात्रै हाइलाइटेड हुन्छ अनि ब्यान्डमा पनि आई थिङ्क मेन त भोकलिस्ट चाहिँ धेरै हाइलाइटेड हुन्छ नि त सो भाइलाई चाहिँ त्यो हल्का बिहाइन्ड द सिन बसेरै काम गर्न मजा लाग्यो यु नेभर थट अफ लाइक भोकलिस्ट हुने अथवा यस्तो चाहिँ कहिले विचार आयो आएन त्यस्तो त भएन अब त्यस्तो त त्यो अलि तर यो चाहिँ अलिक नबुझ्ने मान्छेहरूले लाइक म भनौँ न म्युजिकको बारेमा त्यस्तो धेरै त थाहा छैन थाहा छ तर नट इन डेफ्थ होइन डेफ्थमा थाहा छैन तर सबैजनाले त्यो हाइलाइट माथि चेरी मात्रै हेर्छ नि त केकको त्यस्तै खालको इट वाज माइट बी सिल्ली क्वेसन बट सो यस कन्टिन्यू त्यसपछि कन्टिन्यू नै थियो म्युजिक त अनि त्यसपछि एउटा सुनिल पहाडी भन्ने दादा हुनुहुन्थ्यो उहाँ चाहिँ फेरि चाइनामा बजाउनुहुन्थ्यो लकडाउन भएर अनि नेपाल आउनु भएको उहाँको एकदमै दामी लाग्ने क्या वान अफ द बेस्ट लाग्ने नेपालको बेस्ट गिटारिस्टै हो अनि एकदम दामी लाग्ने गानाहरू छ उहाँको एकदमै उहाँले त धेरै बजाउनुहुन्छ अब अनुपस्थमा अहिले अनुप्रस्थमा पनि हो त्यहाँ पनि बजाउनु भयो अहिले धेरैमा छ
कतिमा छ अभियान केमा पनि भजन हुन्छ अवेयरनेस अनि अहिले केमा छ त्यो राजेश मैले त तपाईँ जति भनिरहनु भएको छ नि मैले भने जस्तो मलाई सबैको त्यो लिड सिङ्गरहरू मात्रै याद छ क्या तामाङ लामाहरू उहाँहरूकोमा प्राय धेरैमा भजन हुन्छ अनि सिसा बारमा मेरो चाहिँ एकदम उहाँले क्लासहरू दिनुहुन्थ्यो कता कतै त्यो क्लासहरू राख्नुहुन्थ्यो कहिले वान डे यस्तै यतातिर जाने हेर्थेँ अनि पर्सनल यस्तो सिक्ने भनेर उहाँकै रुममा गएर सिक्थेँ उहाँ एकदम राम्रो थियो पछि फेरि अब लकडाउन भएर चाहिँ उत्यो भयो अनि लकडाउनको बिचमा अनि फेरि म दुबई गएँ त्यहाँबाट फेरि 3 वर्ष जस्तो त ग्यापै भयो म्युजिक ओके सेम सफलको जस्तै हो कि लाइक कस्तो थियो त्यतिखेर बजाउन चाहिँ पायो कि पाएन कि लाइक उता चाहिँ अब टाइमै नहुने क्या ऊ गर्न नि पाएन बजाउन पनि पाएन अलिअलि बजाइन्थ्यो तर त्यस्तो त्यो सोहरू गर्ने यता त चान्सै छैन क्या अब 10 घन्टा ड्युटी हुने यता हुने अनि बजाउन त त्यो लकडाउन पछि फेरि यस्तो भयो सबैजना कोही त्यो सञ्जीव भाइहरू सुशील भाइहरू कोही जापान जानुभयो कोही कता जानुभयो कोही दुबईमा बजाएर बस्यो होइन त्यो भयो यताउति छ त्यही पनि कनेक्टमा चाहिँ छ ओके अनि दुबई पछि माल्टा आइसकेपछि चाहिँ फाइनली बजाउन पाइयो त्यो जोन एन्ड द लोकल्सको पहिलो ग्रान्ड होइन पहिला सुरुमै ग्रान्ड इन्ट्री राइट सो यतिको ग्रान्ड इन्ट्री भइसक्यो एउटा मुकाम भइसक्यो एन्ड दिस डेज आई फिल लाइक एनएमबी इज अ बिट इनएक्टिभ होइन के छ तपाईँहरूको अपकमिङ प्लान्सहरू लाइक कस्तो छ लाइक किन तपाईँहरूको यो इनएक्टिभ किन भयो यस्तो एउटा हाइटमा पुगेको होइन उचाइमा पुगिसकेपछि हाम्रो अडियन्सहरूले अझ एक्सपेक्ट गरिरहनु भयो होला के छ तपाईँहरूसँग अबको नेक्स्ट प्याकेज कि छैन भनिदिनु डेफिनेटली छ त्यो चाहिँ अब लाइक त्यही हो फर्स्ट अफ अल त कामले नै गर्दा अब सबैलाई थाहा छ समर स्टार्ट भइसक्यो होइन माल्टामा अब यही टाइम हो अब हामी सबैजना हस्पिटालिटी सेक्टरमै काम गर्छौँ होइन त्यही हो भनौँ न अब लाइक अब समरले गर्दा पनि अब धेरै नै अब कामकै प्रेसर भनौँ अनि प्लस जस प्लानिङ चाहिँ छ अब गरि नै रहेछौँ अब त्यसरी त्यो प्रोपर वेमा चाहिँ गर्न चाहिँ पाएको छैनौँ तर हाम्रो अब अपकमिङ डेट छिटै होइन अगस्त 9 मा अगेन अगस्त लास्ट टाइम पनि अगस्त अब फेरि अगस्तमै कम ब्याक लकी सो अझै विस्तृत रूपमा चाहिँ हामी बिसरले एकदम राम्रोसँग सुपरम्यान धन्यवाद अब यस्तो छ हामी अलिकति इनएक्टिभ हुनको कारणहरू चाहिँ के हो भनेदेखि अब मेन त अब हाम्रो साथीहरूले भने जस्तै नै त्यही नै हो अब त्यो काम नै हो अब सेकेन्ड कुरा के भयो भनेदेखि चाहिँ अब यहाँ अहिले अब विभिन्न प्रोग्रामहरू भइरहेछन् होइन अब आर्टिस्टहरू आउने पनि धेरै नै आइरहनु भएको छ नि त यो लास्ट फ्यु मन्थ्समा अनि त्यही भएर पनि अब प्रोग्रामहरू भइ नै रहेछ भन्ने हुन्छ अनि फेरि हामीले पनि त्यता सोच पनि आएन क्या अब हामी इन्टरटेनमेन्टको कमी भएको छैन अडियन्सहरूलाई त छैन त्यही भएर पनि हल्का त्यो पनि हो र अनि अब यस्तो हुन्छ कि अब के हुन्छ भनेदेखि अब हामी पनि अब जहाँ पायो त्यहीँ गएर अब बजाउने कुरा पनि हुँदैन होइन त्यहाँ पनि अब कि त अब आएर बजाइदिनु भन्नु पर्यो होइन कसैले भन्नुभयो भनेदेखि अब त्यहाँ त अब नाइ भन्ने कुरा त हुँदैन अफकोर्स हामी म्युजिक गर्न नै मन पराउने व्यक्ति हो त्यसैको लागि हामीले ब्यान्ड फर्म पनि गरेको अनि त्यही भएर अब कति कुराहरूमा चाहिँ अब हामीलाई अवसरहरू पनि कम भयो बाहिर अनि त्यही भएर पनि अब हामीले अलिक नगरेको पनि बढा हो कि हैन त्यो त म त एकदम यसमा ब्यान्ड अहिले कतिवटा माल्टामा कतिवटा ब्यान्डहरू छ इफ यु गाइज हैव नलेज अहिले तीनटा पहिला देखि नै हैन चाहिँ तीनटा छ हैन एनएमबी एनएसएम अनि अहिले चाहिँ श्री 5 पनि हुनुहुन्छ श्री 5 लाई नै स्केप रिनेम गरेको रिनेम गरेर द स्केप नेपाल कि के द स्केप नेपाल नै हो क्या त्यो बनाउनु भएको छ अनि त्यो छ तीनटा छ
सबभन्दा पहिला चाहिँ कुन फर्मेसन भएको हामीले नै हो एनएमबी नै हो त्यही भएर पनि अनि यसमा त्यो हामीले एनएमबी नाम राखेको पनि त्यही भएर नै हो क्या हामीले त ब्यान्ड हामीले पनि खतरा सोचेको थियौँ कि नामहरू त अरू होइन अलिकति सुन्दाखेरि पनि खतरा होस् भनेर होइन नामहरू धेरै सोचेको थियौँ पनि पछि फेरि अनि वाइ वी डोन्ट गो विथ द सिम्पल नेम अनि अलिकति त्यो सुन्दाखेरि पनि होस् भनेर अब माल्टामा ब्यान्डहरू नै थिएन होइन पहिलो ब्यान्ड भएको कारणले चाहिँ अनि हामी नेपालबाट आएर माल्टामा रोजगार गरिरहेछौँ अनि यहीँनिर चाहिँ हामी बजेको टाइमलाई चाहिँ निकालेर ब्यान्ड फर्म गरेको छौँ भनेदेखि चाहिँ दुइटै देशलाई नाम जोडिदिउँ न त कस्तो हुन्छ भनेर चाहिँ अनि त्यसरी सोचेर चाहिँ हामीले चाहिँ नेपाल माल्टा ब्यान्ड भनेर त्यसरी राखिदिउँ त भनेर सोचेको अनि ल हुन्छ हुन्छ ल ठिकै छ अलिकति यसरी राख्यो भनेदेखि दुइटै देशलाई एउटा नाम पनि सुनिन्छ होइन जहिले नि अब एनएमबी भन्ने बित्तिकै नै अब फुल नेम त नेपाल नै भयो नि त होइन जहिले पनि देश पहिला आयो नि त होइन देशको नाम अगाडि आयो होइन देशको नाम पनि सँगसँगै गइरहेछ कर्मभूमि दुइटैलाई उ गरिरहेछ भने चाहिँ खास हाम्रो मेन उद्देश्य चाहिँ ब्यान्डको नाम राख्नु पनि त्यही नै थियो अनि त्यो त भइहाल्यो अनि अब बिचमा अब अलि हामी इनएक्टिभ भयो प्रोग्रामहरू गर्न नि पाइएन अब हामी पनि बिजी भएर हो अनि कति कुराहरू अब अवसरहरूको पनि हो अफकोर्स होइन अनि त्यही भएर चाहिँ अब त्यस्तो हुन पुग्यो तर हाम्रो अडियन्सहरूलाई चाहिँ जसले अब हामीलाई हेर्नुहुन्थ्यो सुन्नुहुन्थ्यो हाम्रो लागि भनेर अब हामीले गरेको हामीले बजाइरहेको ठाउँसम्म आउनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अब त्यसमा पर्न गएको हुन्छ नि त्यो के भन्छ हानि जस्तो अब तपाईँहरूको एउटा एक्सपेक्टेसनलाई चाहिँ त्यो हामीले मिट गराउन नसकेकोमा चाहिँ एकदमै क्षमा प्रार्थी चाहन्छौँ हामी ब्यान्डको मेरो पर्सनल तर्फबाट अनि हाम्रो पुरै ब्यान्डको तर्फबाट तर हामी चाँडै नै अब हामी आफै नै फेरि पनि प्लेटफर्म क्रिएट गर्दैछौँ होइन त्यो चाहिँ अब मेन त हाम्रै लागि हो हामीले अब धेरै भयो प्रोग्रामहरू पनि सोहरू पनि नगरेको त्यही भएर अब यसपालि अलिकति राम्रै तरिकाले गरिदिउँ न त फेरि पनि भनेर चाहिँ हामीले सोचेर चाहिँ अब नयाँ अपकमिङ हामीले अगस्त 9 चाहिँ हाम्रो शान्तिश्री दिदी आउँदै हुनुहुन्छ युरोपमा होइन त्यही मौकामा उहाँसँग नै मिलेर अब गरिदिउँ भनेर हामीले सोचिरहेछौँ सोचेदेखि पुरै लगभग सबै कुराहरू पुरा भइसकेको छ हलहरू सबै फिक्स भइसक्यो आज यो पोडकास्टबाट नै एयर भइदियो होइन अनि हामीले यहीँबाट नै आउट गरिदिउँ भयो भनेदेखि अब त्यो पोस्टर रेडी भएछ भनेदेखि म तपाईँलाई पोस्टर पनि दिन्छु त्यहाँबाट नै आउट गरिदिनु होला अनि हामीले पनि हाम्रो पेजबाट पनि चाँडै नै आधिकारिक रूपमा हामी त्यो हाल्ने नै छौँ अनि त्यही हो अगस्त 9 हामी सबै भिजा यस्तो पेपर वर्क सबै फाइनलाइज भइसक्यो सो पब्लिकली अन एयर चाहिँ आज भइरहेको छ मेरो युरोपमा उहाँ आउनुहुन्छ भनेर त अब पब्लिक भइ नै सक्यो यसको डिस्ट्रिब्युटर चाहिँ केएनएस इन्टरटेनमेन्ट र अनि मामा इभेन्ट्स हुनुहुन्छ युरोपमा जहाँ चाहिँ उहाँलाई शान्तिजीलाई भिजा लगाएर सबै के अरे यो युरोपमा ल्याउने काम चाहिँ उहाँहरूले गर्नुभएको थियो पेपर वर्क सबै उहाँहरूलाई पनि धन्यवाद होइन अनि उहाँहरूले पनि अब जस्तो अब केएनएस इन्टरटेनमेन्टको जुन सञ्चालक हुनुहुन्छ किरण गुरुङ दाई होइन उहाँसँग चाहिँ मेरो एकदमै राम्रो सम्बन्ध पनि भएको कारणले म उहाँलाई चाहिँ जहिले पनि अब आफ्नो दाई नै मानिरहेको हुन्छु उहाँहरूको हरेक कुराहरू मलाई एकदमै राम्रो लाग्छ अनि पर्सनल्ली हाम्रो कुरा नि भइरहन्छ अनि दाइले पनि ल भाइ अब यसरी आउँदै हुनुहुन्छ ल भाइहरूले गर्नु भाइहरूको ब्यान्ड पनि छ अब ब्यान्डबाट पनि तपाईँहरूले नि गर्नुहुन्छ अनि दुइटा मिलेर गर्दा राम्रो हुन्छ अब बजेटमा गर्दा राम्रै हुन्छ ठिकै हुन्छ भनेर उहाँले नि सजेस्ट गर्नुभयो अनि अब हामीलाई पनि अब त्यस्तै खोजिरहेको थियौँ अब यस्तै कुनै तरिकाबाट कमब्याक गरौँ भनेर अनि त्यही भएर यो चाहिँ अब दिस विल बी द बेस्ट अपर्च्युनिटी भन्ने भयो अनि त्यही भएर त्यही नै हो अब अपकमिङ भनेको चाहिँ हाम्रो प्लान भनेको त्यही नै हो अगस्त 9 एक्सक्लुसिभ अब टिकट्सहरू कहिले अभाइलेबल हुन्छ के हुन्छ त्यसको लागि चाहिँ एनएमबी ब्यान्डको फेसबुक पेजसँग स्टे ट्युन विथ द फेसबुक पेज त्यहाँबाट रिभिल गर्नेछौँ त्यसपछि शान्तिश्री परियार आउँदै हुनुहुन्छ तीजको पनि टाइमिङ होइन एक्ज्याक्ट तीजमै अब विदेशमा भएपछि त्यही हो जुन दिन टिका छ त्यही दिन टिका लाउन पाइँदैन होइन जुन दिन जे छ त्यो गर्न पाइँदैन बट तीजको उसलाई पनि माहौललाई अब यस्तो हुन्छ उहाँ चाहिँ अब युरोपभरिकै अडियन्सहरूको लागि आउन लाग्नु भयो त्यही भएर अब एक ठाउँमा मात्रै
गरेर फेरि सबैतिर उहाँले भ्याउनुहुन्न प्रत्येक देशमा लगभग उहाँको 6-7वटा सोहरू छ फिक्स भइसकेको छ होला लगभग अझै पनि सोहरू थपिने क्रम जारी रहेको छ त्यही भएर फर्स्टमा चाहिँ सकेसम्म हामीले चाहिँ फर्स्टमा नै माल्टामा गराउने भन्ने हाम्रो पनि चाहना हो किनकि फेरि अर्को होइन अब 27th मा हो क्या अरे ती चाहिँ होइन 27, 28 आई डोन्ट नो त्यस्तै उसमा अगस्टमा अनि त्यति नै खेर चाहिँ फेरि अब वान अफ द हुन्छ नि बिगेस्ट कन्सर्ट इन माल्टा होइन हुँदैछ नेपथ्य होइन त्यो त हामी सबै एक्साइटेड छौँ क्या होइन त्यो त एकदमै लेजेन्डरी ब्यान्ड हो होइन त्यही भएर अब ठ्याक्क 9 मा गर्यो भनेदेखि ठ्याक्क 18 डेज ग्याप हुन्छ 18 डेज पछि जसले पनि यो अर्गनाइज गर्नु भएको उहाँहरूले पनि माल्टाकै ब्यान्डहरूलाई पनि पर्फर्मेन्स गर्न चाहिँ दिनुपर्छ होला होइन उहाँहरूलाई त्यस्तो भन्नु मिल्दैन किनकि यहाँ चाहिँ कति कुराहरू चाहिँ यस्तो हुन्छ कि अर्गनाइजरको प्लानले हुँदैन कि अर्गनाइजरले को हातमा हुँदैन कति कुराहरू चाहिँ त्यो आर्टिस्टहरूकै ब्यान्डहरूकै उहाँहरूले जे भन्नुभयो त्यो कन्ट्याक्टमा नै हुन्छ क्या जस्तो अब यो सिङ्गल पर्फर्मेन्स भयो भनेदेखि त्यहाँ अरू कसैले गर्न नपाउने नै हुन्छ क्या जस्तो कि अब नेपथ्यकोमा उहाँहरूको सिङ्गल ब्यान्ड हो जहाँ जाँदाखेरि पनि मतलब त्यो होल इन्टायर प्रोग्राम नै उहाँहरूले मात्रै गर्नुहुन्छ अनि त्यो कति ड्युरेसनको हुन्छ र त्यति लामो उहाँहरूले कभरेज दिनुहुन्छ होइन कन्टिन्यू गर्नुहुन्छ अब लाइक मतलब हामी एउटा प्रोग्राम होइन बट मैले त्यति धेरै त अटेन्ड गरेको छुइनँ कन्सर्टहरू बट जस्तो हुन्छ नि मेन अट्र्याक्सन चाहिँ अलिक ढिला लास्टमा आउने अनि ओपनिङहरू चाहिँ अरू उसहरूले गर्ने त्यस्तो खालको सोचेको थिएँ क्या मैले चाहिँ त्यस्तो हुँदैन यहाँ चाहिँ हामी गएको नेपथ्यमा उहाँहरू त्यही भएर प्रोफेसनल अनि जिरो हेटर्स त्यही भएर हुनुभएको नि त्यही भएर होइन अब हामी उहाँको गाना त बच्चादेखि त्यो ब्ल्याक एन्ड व्हाइट टिभीमादेखि हेरेको हामीले हाम्रो ब्यान्डबाट गाउने गीतहरूमा पनि म्याक्सिमम नेपथ्यकै हुन्छ हामीले कभर गरिरहेको अनि त्यो के अरे एकदमै एक्साइटेड छौँ अनि यसको यो प्रोग्राम चाहिँ अर्गनाइज गर्दै हुनुहुन्छ हाम्रो एनएमएफसीले उहाँहरूलाई सबैजनालाई अब अग्रिम शुभकामना हामी त आइ नै हाल्छौँ अनि सबैजना त्यहाँनिर टिकट लिएर जानु होला होइन अनि त्यसपछि अनि 9 तारिकमा दोहोरी र हामीसँग लोकल ब्यान्डसँग रमाउनु होला त्यसपछि 27 मा ब्लास्ट हुनेवाला छ फेरि अनि त्योभन्दा अगाडि चाहिँ के थियो जुलाईमा हो मन्त्र ब्यान्ड चाहिँ जुलाई 6 मा पनि हाम्रो एभरेस्ट इन्टरटेनमेन्टले अर्गनाइज गर्दै हुनुहुन्छ 2टा ब्यान्डलाई लिएर आउँदै हुनुहुन्छ होइन अब हामी त ब्यान्ड लभर हो त्यही भएर अनि हामीले उहाँहरूलाई पनि अब पूर्ण राई दाजुभाइ र मन्त्र ब्यान्ड आउँदै हुनुहुन्छ सबैजना त्यहाँ पनि गएर सपोर्ट गर्नु होला सबैजनालाई नेपाली अडियन्सहरू सबैजना एकदमै राम्रो हुनुहुन्छ डिफ्रेन्ट जनराको छ सो आई थिङ्क अडियन्स चाहिँ सबैमा जानुहुन्छ होला बिकज पूर्ण राई भनेको यङ्स्टर अहिले एमर्जिङ खालको सुपरस्टार हुनुभयो मन्त्र ब्यान्ड अब फेरि अर्को नेक्स्ट लेजेन्डरी पनि हामी बच्चादेखि उ गरेको भयो त्यसपछि फेरि के अरे तिजको भाइब के गाना छ अरे उहाँको ढले 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 अरेली कार्ड चासे यस त्यो फेरि डिफ्रेन्ट फ्यान बेस हो नि त त्यो पनि उहाँको फ्यान त्यही भएर के यहाँ कस्तो भेराइटी अफ म्युजिक अब अहिले ट्याक्क 2टा ब्यान्डहरू आउँदै हुनुहुन्छ 2टै अब ब्यान्ड भए पनि उहाँहरूको जर्नल ब्यान्डको भए पनि छुट्टै भाइब छुट्टै छ फ्यान बेस छुट्टै छ भाइब पनि छुट्टै उहाँको के अरे पूर्ण राईको ब्यान्ड भने मेलोडी टाइपको ब्यान्ड छ अनि त्यसपछि अनि मन्त्रको यो के अरे सधैँ सधैँ वाला सुदिङ छ फेरि बिलकोर खाली वाला ब्यान्ड टाइपको हैन छैन अब यो भयो अनि त्यो भयो त्यसपछि अनि अब यो त्यसको माहौल बनाउनको लागि अब उहाँ आउँदै हुनुहुन्छ अब के अरे रुकुमै कोटा पनि लाजै लाग्यो पनि हो
मैले पनि अब टु बी अनेस्ट अब उहाँले हेर्नुभयो भने पनि अचम्म मान्नुहुन्छ होला अब किनकि मैले चाहिँ अब सुनेको नाम चाहिँ थिएन होइन उहाँको अलिअलि सुनेको रहेछ तर यो गीत गीतहरू एकदमै हिट यो गीत पनि उहाँले गाएको यो गीत पनि लाजै लाग्यो त कस्तो राम्रो लाग्यो क्या त्यो अहिलेको जमानामा पुरानो खालको भाइ अनि त्यसपछि अनि फेरि उहाँले ऊ पनि गर्नुभएको रहेछ क्या यो प्रकाश सपुतसँग गलबन्दी हो त्योहरू उहाँहरूको गीत जस 7वटा कि 8वटा गीतहरू ओभर 80 मिलियन भ्युज क्रस भएको रहेछ क्या भनेपछि त अब त्यो पनि एकदमै अब एक प्रकारको अब दिदी बहिनीहरू त्यही भएर त्यतिखेर अब छुट्टै एउटा भाइब छ त्यसपछि अनि फेरि त्यहाँनिर हामी लोकल ब्यान्ड र अनि हाम्रो शान्तिश्रीजीको गीतहरूमा मजाले रमाइलो गर्ने त्यसपछि अनि 27 मा अनि तालीमा गएर अनि फेरि अनि त्यो छँदैछ त्यही भएर सबैजनालाई सपोर्ट गर्नु होला होइन किनकि अब हामीले भ्याएसम्म हुन्छ नि आफ्नो टाइमलाई भ्याएसम्म सपोर्ट गर्ने हो सबैले होइन सबैजनाले एकअर्कालाई सपोर्ट गरौँ होइन नेपाली म्युजिकलाई नै प्रमोट गर्ने हो हामी यहाँ हुँदाखेरि पनि होइन त्यही भएर सबैजनाले नेपाली म्युजिकलाई प्रमोट गर्ने अनि नेपाली राम्रो कुरा के छ भनेदेखि अहिले हुन्छ नि हामी यो विदेशी आर्टिस्टहरू आउँदैछ भनेर होइन अब जस्तो अब बलिउडको हलिउडको त्यो आर्टिस्टहरू आउनुहुन्छ प्रोग्राम गर्नुहुन्छ नि उहाँहरूकोमा अब कति महँगो टिकट काटेर हामी जाने इच्छा गर्दै पनि कति कुराहरूमा अब त्यो नमिलेर हुन्छ अनि त्यसपछि अनि कहिलेकाहीँ अब टिकट नि एकदम महँगो भइदिन्छ अनि कति कुरामा चाहिँ अब जस्तो अब चाहेर पनि भइरहेको छैन क्या तर पनि अहिले अब यहाँ नेपाली इभेन्ट अर्गनाइजरहरूले चाहिँ त्यो कुरालाई चाहिँ अब जस्तो हुन्छ नि नेपालीहरूलाई चाहिँ नेपाली म्युजिकतिर नै तानिरहनु भएको छ नि त सबैजनालाई त्यही भएर चाहिँ त्यो चाहिँ नेपाली म्युजिक पनि एकदमै ग्रोथ हुन्छ नि त यसरी त्यही भएर त्यो पनि राम्रो पक्ष पनि छ होइन राम्रो भइरहेछ त्यही भएर नेपाली म्युजिकलाई सबैले अगाडि हेर्छौँ राम्रो कुरा मात्रै सोच्छौँ होइन अरू कुरा हुँदै गर्छ सो वी आर अब अन्तमा आइसकेको छौँ केही त्यस्तो सोध्न छुटेको भन्न छुटेको एनिथिङ एउटा गेम खेलौँ अनि त्यसपछि आई थिङ्क वी वुड ऱ्याप अप आवर सेसन सो यहाँ चाहिँ एउटा चिट छ होइन यो चिटमा चाहिँ गाना छ अनि त्यो चाहिँ एकजनाले पिक गर्ने अनि आफू मात्रै हेर्ने अनि त्यो गानाको सिङ्गरहरू गाउन लाउँदिन आउँछ राम्रै गाउन के तर बाँकीको हामी म त होइन मलाई थाहा हुन्छ बाँकीको 3 जनाले चाहिँ बुझ्ने गरी डिस्क्राइब गर्नु पर्यो क्या गानालाई 3 जनाले चाहिँ गेस गर्नु पर्यो क्या कुन चाहिँ गाना हो यु कान्ट सिङ बट यु क्यान डिस्क्राइब द सङ होइन बोलेर तर शब्दसँग त्यही गाना चाहिँ भन्नु ल स्पिक गर्नु मैले चाहिँ हेर्न पाउँछु उता अरूलाई चाहिँ हेर्न पाउँदैन ओके गाना बुझ्यो ओके ल अब यो गानाको बारेमा भन्नु चाहिँ पर्यो सो द्याट 3 जनामा कसले गेस गर्नुहुन्छ उहाँले पोइन्ट पाउनु भयो तिमी बाटो सोध्दै यस्तो एक्टिङ गर्नु परेन अझ थ्याङ्क गड होइन हुन्छ नि त्यो लिपसिङ हात हल्लाएर त्यस्तो गर्नु परेन बोल्न पाइयो के भन्ने यार शब्द अब के भन्नु अब रिलेटेड शब्द भन्नुपर्छ अथवा मेमोरी होला किन मैले यो गाना यहाँ थिएँ नि भन्ने खालको होला अथवा के होला नि त होइन त्यही नभन्ने तर त्यो पत्ता लाउने तरिकाले यो त अनि इजी छ त्यसो भए मैले भनिदिउँ त अस्ति नै आएको थिएँ नि हो यहाँ अस्ति नै आएको थिएँ नि होइन अनि त्यो हुन्छ नि त्यो एउटा केटालाई चाहिँ त्यसको भिडियोको एक्सप्लेन गर्न पाउँछु है एउटा भिडियो छ म्युजिक भिडियो छ त्यसमा चाहिँ लाइक त्यो केटा चिट हुन्छ यसरी चिट उसलाई आफ्नो गर्लफ्रेन्डले चिट हुन्छ त्यहाँबाट रोन्छ यहाँ गरेर त्यो सिन पपुलर एकदम हिट भएको थियो ऊ चाहिँ यस्तो केटाले चाहिँ धोका पाएको हुन्छ हावासँगै हो होइन
मिल्यो त्यो भिडियोमा त्यो केटीले चिट गर्छ नि त केटीले चाहिँ सुजन जिम्बाको हो के यो हावा जस्तै मलाई भन्ने बेला त्यो कुद्दाखेरि लाइक त्यो कमेडियन हो होइन तर पनि त्यसले कस्तो खतरा एक्टिङ गर्दै एकछिन चाहिँ हाँस त्यसलाई जहिलेदेखि नै हाँस तर त्यतिखेर चाहिँ तर मैले चाहिँ डिस्क्राइब गर्ने तरिका अर्कै सोचेको थिएँ मेबी हामीले उहाँहरूलाई ल्याएको थियौँ नि हामीले लास्टमा कन्सर्ट होस्ट ल सुदीप सर तपाईँको पालो सबैको फ्लेभर हेर्ने यहाँ तीनटा छ ल सुदीप सरको अनि मेरो लास्टमा म त अलिक लुकाएर पाउँदैन नि अब तीनजनाले अब तीनजना ऊ भयो कसरी भन्नु यस्तै हुन्छ न सर माइ पक्रिनु प्लिज माइ फ्रेन्ड रमाइलो भयो अहिले अब के भन्नु अलि मुखमै ल्याएर नलजाइ भन्नु कसरी भन्नु चलेको गाना हो कि नचलेको गाना हो कि 90s को गाना हो कि अहिलेको अहिले चाहिँ नेपालमा एकदम चलेको भनौँ न जाने गए जाऊ त होइन कि अलिक कमेडी टाइपको अब दुर्गेश ए दिमाग लाग्यो हेरेको ल सबैले एक लाइन गाइदिउँ न त सबैले ल 1 2 3 गो के हो तिम्रो नाम मैले परिचय पाऊँ हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेको दुर्गेश ल अब दुईटा मात्रै छ ल यो ओपन छ हेर ल आफू मात्रै हेर्नु पाइयो अनि मलाई दिन पाइयो यो त अति उस भयो त सबैले त्यस्तै म नि हेरौँ न कुन चाहिँ परेछ गाना त बुझ्नु भयो ह्यान्ड राइटिङ बुझ्नु भयो बुझेँ मैले यसलाई त कसरी दुईजनाको त कस्तो ऊ मिलेको है अघि यता भने यता कि यता मेरो चाहिँ अप्नाएर गरेका हो त्यसरी हुन्न नि त्यसरी हुन्न नि तपाईँले जसरी नि गर्नु पर्यो त्यही भएर त द्याट्स व्हाई इट्स कॉल्ड गेम त्यो गेम के रे ए त्यो अहिले कसरी एक्सप्लेन गर्ने हो यार एक्सप्लेन हैन यो पनि चल्या हो कि नचल्या हो कि कस्तो यो पनि के रे नेपालको कस्तो आर्टिस्ट हो टाइपको कुरा कस्तो आर्टिस्ट हो यो चाहिँ के रे अहिलेको लाइक हुन्छ नि एकदम ट्रेन्डिङ सङ हो हैन यो चाहिँ लाइक हाम्रो बाहिरकोले पनि हालेको छ क्या लाइक अर्को उनीहरूको भर्जनमा के तिम्रो नै माया भने अखर एकछिन यो मैले थाहा पाइसकेँ तर नामै आएन इन्डियाले पनि इन्डियाबाट नि इन्डियन भर्जनमा पनि आएको मलाई त्यो भन्ने बित्तिकै थाहा सुभाष भाइको चाहिँ एक्सप्लेन गर्नु भन्दा सियोरै हुँदैन मैले यस्तो सोच्दाखेरि चाहिँ सोच्तीमा नाचा छ नि मेरो पालो है त अर्को त्यो भन्ने बित्तिकै मैले थाहा पाइदिसकेँ म्युजिकलाई एउटा बनाउनु पर्यो ल बनाइहाल्नु अब कस्तो भनेदेखि यो त मेरो यस्तो हो क्या यो चाहिँ होइन एउटा मोमेन्ट छ क्या होइन तपाईँ गर्मीमा हुनुहुन्छ भने एकदम गर्मी लाग्यो होइन गर्मी लागिसकेपछि टक्क तपाईँ एउटा शीतल ठाउँमा जानुहुन्छ होइन शीतल ठाउँमा गएर छारे मुनि त्यहाँनिर बस्दाखेरि चाहिँ के हुन्छ भनेदेखि ठ्याक्कै तपाईँले के फिल गर्नुहुन्छ भनेदेखि तपाईँभन्दा माथि चाहिँ एउटा देशको यस्तो चिनारी रुख छ होइन अनि त्यो एकदमै नेपालको एकदमै फेमस त्यसले चाहिँ नेपाललाई चिनाउँछ पनि कि सगरमाथा होइन मैले त्यो फुल रुखमनी बसेर टक्क अनि आनन्दले चिल बारामा बस्ने क्या शीतल छाया अनि आफ्नै देशको राष्ट्रिय फुल आफ्नो टाउको माथि होइन अनि त्यहाँनिर चाहिँ अनि
यादहरू अनि त्यसपछि अनि त्यहाँनिर कल्पना गरेर चाहिँ विभिन्न त्यहाँ छायाहरू होइन भएर चाहिँ त्यहाँबाट बनेको एउटा गीत छ क्या अझै पनि छ। अनि त्यसपछि अनि उहाँ ल म अझ क्लु दिन्छु ल, उहाँ चाहिँ एउटा आर्टिस्ट हो होइन, यस्तो खतरा आर्टिस्ट हो। ल अझ सजिलो बनाइदिन्छु, उहाँ एउटा ब्यान्ड आर्टिस्ट नै हो होइन, खतरा ब्यान्ड आर्टिस्ट हो। उहाँ चाहिँ स्वरूपमा उहाँले चाहिँ जहिले पनि स्टेज पर्फर्म गर्दाखेरि चाहिँ एकछिन स्टेज पर्फर्म गर्दाखेरि चाहिँ जहिले पनि अलिकति उहाँको चाहिँ अलिकति अर्को आउँछ क्या होइन। गीत भन्नु नि, गीत कस्तो इजी तरिकाले एक्सप्लेन गरेको है। मलाई चाहिँ त्यो राष्ट्रिय फुल भन्दाखेरि लाली गुराँस हुन्छ नि, लाइक अब त्यो कुन गीत म्याच हुन्छ लाली गुराँसको रुखको छारीमा त के अरे त्यो मैले तर त्यो छाया भनेपछि चाहिँ मैले चाल पाइसकेको थिएँ। भाउजूलाई एउटा क्वेसन नि त हाम्रो साइडबाट भाइले लेखिसकेको मेरो अझै मेबी नबुझ्ला होइन। सो यो चाहिँ मेरो साइडबाट है सबैजनालाई होइन। उहाँ चाहिँ हजुरलाई हो नि त क्वेसन पनि, हजुरलाई पनि हो नि त यो क्वेसन। चारजना ल। अनि भाउजू पनि यसमा चाहिँ अहिले चाहिँ ऊ चाहिँ यो गीत चाहिँ मैले एक्सप्लेन गर्नु होइन होइन, मैले यो पेपर एकजनालाई दिन्छु आफै एक्सप्लेन। ओके होइन अलि राम्रो सुहाउँदैन होला, भाउजूलाई मात्र यो क्वेसन सबैले ल हुन्छ ल। यो विजय सरलाई एक्सप्लेन गरिदिनु हुन्छ नि के अरे त्यो एकदम यो त मलाई अनि यो त थाहा छैन मैले बुझेन ल मै भन्छु नि त यो चाहिँ अब सिङ्गर मात्र होइन है, एउटा अब लाइक एउटा मैले भने नि बेकार हुन्छ जस्तो लाग्यो। अहिले भनिदिनु मैले बुझेन हो यो त के हो मेरो ह्यान्डराइटिङ कति सुभाष तिमीले जुन कन्सेप्ट बनाएर लेख्यो हैन तिमीले नै एक्सप्लेन गर्नु। मैले एक्सप्लेन गरे भने त्यो मजै आउँदैन क्या, त्यो भाइबै हुँदैन क्या। ल यो चाहिँ तिमीले मात्रै बुझ्यौ, तिमी बुझ्यौ ह के लेख्यौ? मैले बुझेन बिचमा के लेख्यौ? अब मैले भने सुनिहाल्नु। यो चाहिँ के हो भनेदेखि यो चाहिँ बेला बेलामा आइरहन्छ, लग राति राति मात्रै आउँछ, ग्रिन टीको साथमा आउँछ क्या ग्रिन टीको साथमा आउँछ। नेपालको एकदमै पपुलर व्यक्तिबाट अहिलेको पछिल्लो समय एउटा स्वतन्त्र व्यक्ति हुनुहुन्छ होइन, उहाँकोबाट गिटारको साथमा राति राति आइरहन्छ। अनि यो शब्द चाहिँ उहाँले प्राय लिइरहनुहुन्छ। के रे स्वतन्त्र भन्ने बित्तिकै त्यो के रे धरानको मेयरको गाना हो यो। त्यहाँसम्म मिल्यो ल। कुन चाहिँ गीत? उहाँको गाना नै थाहा छैन। अनि उहाँको गाना होइन गिटारसँग भनिरहनु हुन्छ नि उहाँले जहिले पनि। नाम भन्नु पर्यो ल, आफै भन्नुहोस्। अब त्यहाँ भनेपछि मिलिसक्यो, उहाँले सुन्नु बुझिसक्नु। अब थाहा हुन्छ। एउटा चाहिँ फ्यात्त फ्यात्त भने गुइठे सादी गिटार लिएर भनिरहन्छ ग्रिन टीको साथमा, तर सही भने होइन मैले याद आयो क्या मलाई। फ्यात्त 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 चाउचाउ खायो त्यो पनि फ्यात्त बोतल मलाई ठ्याक्क उस भयो क्या मैले यसो सोचेँ क्या। अनि फर्स्टमा के लेखे नेपाली अक्षरमा गुइठे साथी गुइठे। So it was hilarious हैन, एकदम राम्रो भयो जस्तो लाग्यो हैन। अन्त भला त सब भला भने जस्तो इट वाज रियली एन्टरटेनिङ। हाँस्दा हाँस्दा यो गाला पनि दुख्न थालिसक्यो। सो वी आर ऱ्यापिङ अप आवर टुडे सेसन। केही छुटपुटका कुराहरू भए राख्नु होला। त्यस्तो छैन, बिहाइन्ड द सिनमा हाम्रो अघिदेखि हुनुहुने हाम्रो दाइ कहाँ जानु भयो? अघि हामीले सुरज दाइ आउनु न एकछिन, आउनु न। हामीले अघि लजिसको दाइलाई धन्यवाद दियौँ। अब आजको यो प्लेटफर्म, यो आजको हाम्रो भेन्यू सुरज बहादुर खपाङ्गी
ल अब मेरो दाइ त्यो काम गर्ने हाम्रो सुरज दाइ के हुन क्यामेरा राम्रो दिन्छ हाम्रो प्यारो हाम्रो एनएमबी उहाँ चाहिँ हाम्रो ब्यान्डलाई चाहिँ जहिले पनि होइन खाना बनाएर खुवाउने अनि होइन एकदम उहाँहरूको घर चाहिँ मूल घर जस्तो के जहिले पनि हामी प्र्याक्टिस गरिसकेपछि हामीले जहिले ख्याल गर्ने दाइ हुनुहुन्छ होइन पर्दा पछाडि धेरैजना व्यक्तिहरू हुनुहुन्छ जसले चाहिँ अब हामीलाई धेरै सपोर्ट पनि गर्नुहुन्छ उहाँहरू मध्ये उहाँ पनि एकजना हुनुहुन्छ त्यही भएर उहाँलाई धन्यवाद आजको भेन्यू पनि गरिदिनु भएको प्रदान गरिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद अनि उहाँको यो नयाँ बिजनेस यो सिस्टर हाउस मेलिया त्यही भएर उहाँलाई पनि धेरै बधाई दिन चाहन्छौँ हामी ब्यान्डको तर्फबाट तपाईँलाई एकदमै शुभकामना यो धेरै राम्रो होस् अनि धेरैजना गेस्टहरूले सकोस् तपाईँले पनि आफ्नो जुन एउटा आफै भित्र भएको क्षमतालाई अहिले एउटा व्यवसायको रूपमा ल्याउनु भएको छ त्यो एकदमै राम्रो कुरा हो एउटा अरूको काम गरिरहँदाखेरि पनि आफै किन नगर्ने आफैसँग सबै कुरा छ क्षमता छ भनेर जुन एउटा युवाहरूलाई पनि एउटा मोटिभ गराउनु भएको छ त्यो चाहिँ एकदमै त्यसको लागि एकदमै थ्याङ्कफुल अनि आजको यो लागि पनि धेरै धेरै धन्यवाद है दुई शब्द भनिदिनुहोस् एनएमबीको लागि हजुरले पनि थोरै भिडियो धेरै लामो भइसक्यो दुई शब्द मात्रै एनएमबीको लागि अब के भन्नु मेरो अल द बेस्ट अलवेज समर्थन छ Thank you very much. Thank you very much. त्यही भयो हैन अब दाइ भोक लाग्छ ल रेस्ट थास बनाइहाल्नु त काम त लागिहाल्छ So that's all for today. के छ प्यारो दाइ अनि अर्को कुरा अब एकदम जसले यो च्यानललाई हाम्रो हेमा तामाङजीको च्यानललाई जसले सब्स्क्राइब गर्नु भएको छैन सबैजनाले सब्स्क्राइब गरिदिनु होला उहाँले पनि निरन्तर भिडियोहरू अपलोड गर्न त पाएको छैन र पनि अब हामीले उहाँको च्यानललाई सब्स्क्राइब गरेर कमेन्ट गरेको अर्को भिडियो चाहियो भने गरौँ ताकि उहाँले अरू भिडियो अर्को भिडियो उहाँले पनि हाल्न सक्नु भएको होस् अनि धेरै धेरै धन्यवाद यो प्लेटफर्म तपाईँले हाम्रो लागि दिनुभएकोमा थ्याङ्क यू सो मच थ्याङ्क यू तपाईँहरू पनि आइदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् बाई बाई चाउ चाउ तर लाइक सब्स्क्राइब चाहिँ गर्नुपर्छ है लास्टमा चाहिँ है